चाहिँ धन्यवाद दिनको लागि मात्र मैले बोल्ने भनेको छ। अध्यक्षज्यूसँग मैले त्यही गरेँ, किनभने अघि राजाराम गुरुले जुन भन्नुभयो रिसर्च एकाडेमीका फर म्यानेजमेन्ट जयगति प्रभात 2051 सालमा हामीले स्थापना गरेर जयगति बहादुर सिंहको बारेमा विभिन्न अध्ययन अनुसन्धान गर्ने जमर्को गरेका थियौँ। त्यो जमर्को गर्नुको कारण 2046 सालभन्दा पहिले नेपालमा जुन किसिमको व्यवस्था थियो त्यो व्यवस्थाले राष्ट्रिय प्रतिभाहरूको बारेमा अध्ययन अनुसन्धान गर्ने र तिनलाई प्रस्फुटन गराउने जुन वातावरण थिएन र 46 सालपछिको आन्दोलनले जुन किसिमको प्रजातन्त्र ल्यायो त्यसले चाहिँ राष्ट्रिय प्रतिभाहरूलाई प्रस्फुटन गराउन संस्थाहरू खोल्ने जुन किसिमको वातावरण बन्यो। त्यो वातावरणले गर्दा खास गरी म बझाङ्गी जनताले पठाएको एउटा सिपाही मात्र हुँ। त्यो सिपाही कस्तो सिपाही भन्दाखेरि 46 सालपछि जुन किसिमको नेपालमा वाद सम्बन्धी, त्योभन्दा पहिले वाद सम्बन्धी वाद विवाद चाहिँ नभएको अवस्था, सबै नेपाली पञ्च सबै पञ्च नेपाली भनेर जनताले चाहिँ सुतेको अवस्थामा बहुदल आइसकेपछि त्यहाँ चाहिँ वादको वृद्धारोपण भयो र सबै वादहरू त्यहाँ चाहिँ बिउजे। तर बझाङ्गी जनता दाजुभाइले के भन्यो भने बझाङमा यस्ता मान्छे थिए जो मान्छेले चाहिँ सारा हामी बझाङ्गी मात्र होइन कि विश्वका मान्छेको बारेमा चाहिँ सुख समृद्धि कसरी ल्याउन सकिन्छ भन्ने एउटा फिलोसफी दर्शन चाहिँ उनीसँग थियो। त्यो कहाँ हरायो? त्यो कोही पनि बोल्दैन। यहाँ मान्छे भएन, त्यो बझाङ्गी त मान्छे रहेछ भनेर त्यहाँ चाहिँ त्यहाँका मान्छेहरू चाहिँ त्यहाँका नेताहरूसँग चाहिँ जो चाहिँ नेतृत्व गर्थे तिनीहरूसँग गराउन थाले। त्यसपछि मलाई पनि एउटा भावना चाहिँ मतलब सिर्जना भयो, यो कहाँ हो के हो जयपृथ्वी चाहिँ भन्ने कुरा आएको थियो। त्यसपछि मैले एउटा डायरी र 50 रुपियाँ चाहिँ खल्तीमा हालेर चाहिँ हिँडेको मान्छे हुँ र म बेङ्गलोर मलाई चाहिँ जहाँ चाहिँ गएँ त्यहाँ चाहिँ मलाई साथ दिने साथी नै चाहिँ साथ जुटाएर बेङ्गलोर गएर अनि 51 सालमा काठमाडौँ आएपछि यही चाहिँ हाम्रो भिसी अहिले चाहिँ मध्यपश्चिम विश्वविद्यालयका भिसी हुनुहुन्छ, उहाँ चाहिँ महासचिव म अध्यक्ष भएर चाहिँ प्रभात रिसर्च एकाडेमीका फर म्यानेजमेन्ट जयपृथ्वी यो नाम पनि चाहिँ राख्नको लागि चाहिँ हाम्रो प्राध्यापक डाक्टर नन्दबहादुर सिंह, त्यो बेला प्राध्यापक हुनुहुन्थ्यो, पिएचडी मात्र गर्नुभएको, उहाँको सजेसनबाट यो नाम राखेर हामीले बिना चाहिँ केही पनि नहुँदो रहेछ। उदाहरणका लागि चाहिँ के भन्दाखेरि बाहुल्लाले र जयपृथ्वी बहादुर सिंहले सँगै चाहिँ यो विचारको चाहिँ यो वादको चाहिँ सुरुवात गरेको रहेछ। बाहुल्लाको छोरी भएको कारणले, बाहुल्लाको आफ्नै छोरी चाहिँ अमेरिकामा बस्ने गर्नाले चाहिँ बाहुल्लाले चाहिँ भाइ धर्मको चाहिँ स्थापित गर्यो र अहिले चाहिँ यही काठमाडौँमा पनि बानेश्वर कता चाहिँ यहाँ पनि चाहिँ भाइ धर्मको चाहिँ छ त्यहाँ। त्यसै चाहिँ संसारभरि चाहिँ भाइ धर्म प्रचार भयो। तर जयपृथ्वीको आफ्नो साखै सन्तान, आफ्नो सन्तान नहुँदा र अनुयायी नहुँदा जयपृथ्वीका विचारहरू चाहिँ यी लुकेर बसेका रहेछ। त्यसपछि चाहिँ 51 सालमा हामीले संस्था खोलेर सुरुवात त गऱ्यौँ, तर चाहिँ त्यसलाई चाहिँ पूर्ण रूपमा दिन नसकेको अवस्थामा पनि विभिन्न चाहिँ सङ्गत तीमध्येका अघि हाम्रो प्राध्यापक डाक्टर राजाराम सुवेदी गुरुले भन्नुभयो, स्वाभाविक छ त्यहाँ चाहिँ मतलब आजीवन सदस्य भएका र चाहिँ हाम्रो चाहिँ त्यो बेला मैले नरेन्द्रराज पन्त भन्ने इतिहासकार गुरु छँदै हुनुहुन्थ्यो, उहाँको घरमा गएर
उहाँ चाहिँ त्योसँग त्यो बेला चाहिँ दिनेश राज पन्तज्यूसँग मेरो चाहिँ सम्बन्ध थिएन। मैले उहाँको बुवाको घरमा गएर चाहिँ असनभित्र चाहिँ कता एउटा चाहिँ बिर्सेमा उहाँको घरमा गएर उहाँलाई भेटेर उहाँले चाहिँ यो गर्नुहोस्, यो चाहिँ जयको चाहिँ धेरै कुराहरू ल्याउन सकिन्छ र नेपाललाई विश्वमा चाहिँ मतलब नेतृत्व गर्न सक्ने चाहिँ सम्मको चाहिँ मतलब उहाँसँग चाहिँ उहाँले चाहिँ सामग्री छोड्नु भएको छ। त्यो सामग्रीलाई यदि तपाईँहरूले चाहिँ ल्याउन सक्नुभयो भने विश्वको कुनै पनि देशमा अथवा अहिलेको संयुक्त राष्ट्रसङ्घलाई पनि नेपालीले त्यहाँ गएर फर्काउन सक्ने त्यस्तो किसिमको चाहिँ सामग्री छ भनेर त्यो गुरु चाहिँ नयनराज पन्तले मलाई भन्नुभएको थियो। नयनराज पन्त उहाँले भन्नुभएको कुरालाई म बिर्सेको छैन। त्यो मैले सायद रेकर्ड पनि गरेर राखेको थियो। अब त्यो खोज्नुपर्छ। त्यसैले गर्ने विभिन्न चाहिँ सन्दर्भमा विभिन्न कुरामा आएर चाहिँ अहिले यो ठाउँमा आएको छ र यसमा चाहिँ हामीले चाहिँ जुन किसिमले अब यो प्राध्यापक डाक्टर नन्दबहादुर सिंह पछि चाहिँ हाम्रो के अरे प्राध्यापक यो चाहिँ दिनेश राज पन्तज्यूसँग जुन किसिमको